नमस्ते साथीहरु, के छ हाल? सबैजना सन्चै आराम हुनुहुन्छ होला। तपाईको समीर कुरा aka Slazy is right here in your new vlog, हैन? र आज चाहिँ म कहाँ जाँदैछु? यस्तो हावाहरु चलेको fucking hell wild. Oh my god, के लागेछ एकैछिन ल। फक भइदिहाल्यो। हेलो नमस्ते, के छ केटाहरु? सबैजना सन्चै आराम हुनुहुन्छ होला, हैन? ओ माई गड, म अहिले कहाँ छु? त्यस्तो हावाहरु चलिरहेको अवस्थामा कहाँ छु त, हैन? देख्न सक्नुहुन्छ कस्तो हावाहरु चलिरहेको छ है। ओहो माई गुडनेस है, वाइल्ड हावाहरु चलिरहेछ हैन केटा हो है। अनि यस्तो हावाहरु चलेको मौसममा चाहिँ म अहिले जाँदैछु प्रेस्टन चटलाएर हैन। मेरो भनौँ न पसलको ओनर, म अहिले काम गर्ने सबको ओनर एज अ ब्रदर टु मी हैन, मिस्टर आलम। अनि त्यसपछि प्रेस्टन जाँदैछु पसलको सामान छ है। र मलाई साथी पनि हुन्छ नि त भनेर उसले मलाई भने हो स्पेसली चाहिँ एट द सेम टाइम। म पनि अब साथी मात्र हुनाले त अफकोर्स जाँदिनँ होला हैन, त्यति फुर्सद त मसँग पनि छैन। तर मेरो पनि अलिकति काम हुन्छ र सँगै गएर म पनि अलिकति सपिङ गर्छु नेपाली आइटमहरू भनेर प्रेस्टनको त्यो पसलमा चाहिँ डिटेल सपमा नै मैले र त्यही हो मेरो सोच भनेको चाहिँ। अब अहिलेको भ्यू देख्न सक्नुहुन्छ, यस्तो गाडी सर र कुदिरहेछ कि होइन, चट्ट मान्छेहरू चट्ट बसिरहेछन्, हावाहरू वाइल्ड चलिरहेछ र म यहाँ यस्तो जाडो भएर कटिरहेको छु। तर आलम अहिलेसम्म आएको छैन रहेछ। सो द्याट एकछिन हामी वेट गर्नुपर्ने हुन्छ। बाहिर त निस्किहाल्यो है गाइस। आलम आयो आलम आयो केटा हो। डेन्जर केटा हो। मिस्टर आलम इज राइट हियर है त। Alum bhai, what's up man? What is wrong, bro? Or it only clothes you in disgrace. Hello Alum bhai. Hi bhai. Are you ready? Yes brother, I'm ready. How are you? I'm good. And the beginning of desire. We are now today heading towards Preston. Yes. Yeah, okay guys, यस्तो छ अवस्था हैन। चट्ट हामी त्यसरी गाडीमा बसेर चाहिँ जान्छौँ प्रेस्टन तिर। ओके म्युजिक ओके बस ल। What is this guy doing? Look, उडुल के गर्दैछ? उड चाहिँ क्या हो म्याटर नै उडुल? Yeah, maybe he gonna fly, yeah? And brother, when did you wake up today? Woke up today 9:30. 9:30? Yeah. Oh my goodness. I also wake up at 9:30. 9:30. Yeah. Woke up, went upstairs, brushed my teeth, and then the wife made me a cup of tea and Okay. some toast. Okay. Then playing with the baby, and then it's time to do shopping. Yeah, and then you go up and then ready. Call Mr. Samir. Yeah. Mr. Samir, are you ready? Yes, brother. हाम्रो दाजु आलम चाहिँ पेट्रोल हाल्न जानुभएको छ र हामी अहिले टेक्साको भन्नेमा छौँ। टेक्साको हो कि आई डोन्ट नो है, इफ प्रोनाउन्सिएसन इज रङ। साथीहरू हामी आइसकेको छौँ प्रेस्टनको नजिक है। र प्रेस्टन चाहिँ हामी छिरिसकेका छौँ। अब हाम्रो आलम दाजुले चाहिँ मलाई चाहिँ म्याप हेर भन्नु भएको थियो, तर मैले म्याप हेरेर उल्टो बाटो देखाइदिएँ। त्यही भएर हामी अलिकति टाढा बाटो हुँदैछौँ होइन। हामी बुझे जसरी हाँस्दैछन् हाम्रो दाजु, तर आई डोन्ट नो he have understood or not, but I still understood, man. you understood? Yeah, literally yes. Some similar words in Bangladeshi and Yes. Nepalese, the words are very similar. Some of them. Some of them, yes. Like Because we were same, Dan. you know. Because we were we say same. Dan as well. Dan, we were same. We were. ल साथीहरु, हामी चाहिँ यता झरिसकेका छौँ होइन। र मैले चाहिँ त्यो हातमा बोक्ने चाहिँ लिएर होइन यता हामी आएको छौँ। र धेरै बेर चाहिँ यसो भित्रको चाहिँ नखिचौँ होला होइन, किनकि मलाई थाहा छैन होइन। त्यही नै हुनसक्छ, गाली पनि गर्न सक्छ। यो तेल हामी लग्छौँ, अनि अरू सामानहरू पनि लग्छौँ। यो नुडल्सहरू जुन हाम्रो पहिला माउन्ट एभेनमा होइन सो एभेनतिर बेच्छ नि, यो चिप्सहरू सरी नुडल्सहरू चाहिँ यहाँ रहेछ। नुनहरू पनि यहाँ हुँदो रहेछ। यहाँ सबै होलसेल सामानहरू हुँदो रहेछ। त्यो भनौँ न सस्तो रहेछ। 22.49 यसलाई अरे मलाई थाहा छैन होइन। ठिक छ।
हाम्रो माल चाहिँ यहाँ छ यो डोराएर हिँड्दा छ म चाहिँ गरौँ सर्ट र होइन मेरो आउटफिट यस्तो छ तोरी देखिरहेको छ कि आउटफिट ल हाम्रो चाहिँ यत्रो सामान रेडी भयो होइन अहिले चाहिँ स्टकहरू मिलाउँदो रहेछ त्यही भएर अलिकति बेसी छ अब चाहिँ यति सब ल्याएर चाहिँ स्क्यान गरेर त्यहाँ माल हालेर अनि हामी चाहिँ जान्छौँ अर्को सानो सपतिर नेपाली सप भनौँ न इन्डियन सपतिर है त কত ব্যস্ত ৬০,০০০ বালা করছো अहिले चाहिँ हामी गाडीबाट झरेर फेरि गाडी छ नि फेरि अलिकति डेन्जर गाडीबाट झरेर यहाँ KW फुड्स भन्ने ठाउँमा आएको छु हुन त यो एकै ठाउँ हो क्या तर त्यसको माथिको सप त्यस्तो तल चाहिँ गोडाउन जस्तो भयो यो चाहिँ माथिको सप हो ल त्यहाँ अब तन्दुरी मसला खोजेको होइन तन्दुरी मसला त म देख्दिनँ त तन्दुरी मसला कहाँ छौ तिमी कहाँ छौ तिमी कहाँ छौ तिमी कहाँ छौ तिमी कहाँ छौ त तिमी भन्दा फेरि तिमी त यहाँ छौ तर यो भन्दा यो इस्ट इन्डियाकै लिएर जाउँ होला है विच वान सुड वी बाई दिस वान अर दिस वान This one is cheaper, fucking like this one. Which one is better? Not the cheaper one. Which one is better? It's similar. It's like more. Tandoori. No, it's like not much grounded. It's much grounded, you know, grinded, you know. So we need which one? This one or that I think this time take this one. Okay. ल है साथीहरु यहाँ चाहिँ के रहेछ भन्दाखेरि चाहिँ कटरको गेडा है कटरको गेडा अहिले मेरो लागि पर्सनल चाहिँ त्यो सामानहरु अलिअलि किनेको छु कटरको गेडा पनि पाउँदो रहेछ अब अलिअलि थपौँ न हैन यहाँबाट चाहिँ मैले 1 केजी खसीको मासु लिइसकेँ हैन सर्ट लाएर ल यति धेरै माल भइसक्यो हाम्रो यो गाडी नै भरिसक्यो हैन यति धेरै माल हामी किनेर चाहिँ अब जाँदैछौँ घरतर्फ एक्चुअली फार्म फुड चाहिँ छिर्नेछौँ हैन अब फार्म फुडमा चाहिँ सानो एउटा आइटम किन्नु छ हैन यदि त्यो पायो भने त्यहाँबाट लिनेछ अदर एक्स्ट्रा के चिज पायो भने पनि लिनेछौँ अदरवाइज हामी अब डाइरेक्ट जानेछौँ फेरि घरतर्फ हामी चाहिँ आइसकेको छौँ अलिकति एप सान्नको लागि होइन पानी पुरा परिरहेको छ अनि मलाई अलिक भोक लाग्यो यार दाजु यार भनेको यसले चाहिँ ल त यहाँ आएर खाऊँ भन्दैछ चिनेकै रहेछ फिलेट सिलेट खानु भयो अब एकछिनमा what we gonna have 1 घन्टा त नभनौँ तर मलाई चाहिँ त्यस्तै फिल भइसक्यो 1 घन्टा भयो जस्तो फिल भइसक्यो होइन 10-15 मिनट त भयो होला अर्डर टेकको यहाँ पनि यति टाइम लगाएर यार अहिले टाइम लगाइरहेछ कहाँ हराएको मान्छे खानै छैन अनि फेरि आलम पनि गएर उता बसिरहेछ होइन टिकट लान्छ भनेर फेरि पार्किङ राख्यो भने टिकट हान्छ क्या यतातिर त्यही गएर बसिरहेको छु मलाई अहिले भनेको अहिलेसम्म रेडी नै भएको छैन के होला ल साथीहरू कस्तो देखिरहेको छ मलाई ल हामी चाहिँ अब एप सान्दैछौँ होइन एकछिन Good. What do you think? I haven't had chicken. Have the chicken. यसरी कारमा बसेर खानुको मजा पनि छुट्टै छ Oh yes. हामी जस्तो पारामा बसिरहेको छु होइन अब यो क्यामेरा देखाएपछि फेरि you don't Fuck, you know, someone's fucking calling me. तर हामी यहाँ मुडिस गउने यार तर हामी पुगिसक्यौँ ल फार्म फुड नि र होइन प्रेस्टनमा हिँड्दा लास्ट मजा आइरहेको छ त्यो हो नेपालीहरू There are a lot of Nepalis here यार Oh my god हामी झरिसकेको छौँ होइन सोल्टी फार्म फुडमा गयो अनि सोल्टीको गाडी अति सेक्सी छ है हेर्दाखेरि अलि थोत्रो देखेर होइन तर इट्स जस्ट लुक्स अर बाइक मात्रै हो होइन 2008 मोडल हो यो होइन वाइल्डै कुद्छ यार वाइल्डै कुद्छ 2 लिटर इन्जिनको हो यार 2 लिटर इन्जिनको होइन यहाँ पछाडि कति धेरै सामान दिएर सक्नुहुन्छ वाइल्ड सामानै सामान छ होइन र मजाको हावा चलिरहेको छ अब चाहिँ घर जानुपर्ने हुन्छ त्यहाँ सुटीको त्यो खस्यो होइन त्यो खाँदिनमा होइन ठिक छ प्रेस्टनको रमाइलो यही नै हो अब हामी सायद फर्किन्छौँ होला खासै इम्पोर्टेन्ट केही छैन जस्तो लाग्छ होइन तर भनेको त्यसले बोलायो मलाई एकचोटि जामै त के छ अवस्था
चिकन कति छ भनेर म देखाउँछु तपाईँहरूलाई होइन We bought 18 packets. 18 प्याकेट टोटल 18वटा प्याकेट किनेर आज हाम्रो चिकन होइन खोल्दैन सक्दिनँ यसो कार फेरि झम्पट्टै छ क्या फेरि लक्सक्छ यति धेरै माल उठाएर पुरै फार्म फुडै उठाएर ल्याइदिएको हामीले चिकन टट्ट यस्तो मजाको सिन हेर्दै होइन पुरा गइरहेको छौँ रेस्टुरेन्टको बाटोबाट हुँदै साउथपोर्टतर्फ र हाम्रो आलम दाजु के छ दाजु Very good, bro. Thank you. Very good, yeah. We enjoyed today. I'm full. You were full? Yeah. Look, our car is also very full. Our car's full, our belly is full as Belly is well. full and our mind is full. Mind is full. Okay, bye to our viewers. Bye-bye. Have a good day or night, wherever you are. And please... Whichever part of the world you are in, please like and subscribe. Look guys, हामी चाहिँ अहिले सामान यो चाहिँ हाम्रो पिज्जा निकाल्ने कुरा हो होइन अहिले चाहिँ हाम्रो सामान गाडीबाट निकालेर चाहिँ यता ल्याएर राख्नु छ है एकचोटि म देखाइदिन्छु तपाईँहरूलाई कति चाहिँ छ त सामान हाम्रो भनेर है Look, he started working. Yeah, we work hard. हैन म मेरो सामानहरु मतलब लाइक नट मेरो हाम्रो यहाँ पसलको सामानहरु देखाउँछु हैन अलि राम्रोसँग देखाउनु पाथेन ल कति चाहिँ छ त यो डिक्की भरि फुल Most important is to work smart. Smart, yes. Not hard. Yes, you work hard time to time, but working smart is very, very important. Very, very important. Working hard is easy. Little, very little. I want to have fire little. That's all, yeah? Yes, ma'am. Just leave it here. When we come back, we can do the rest. ल पार्टीहरु अहिलेको लागि चाहिँ हाम्रो सक्यो र अब मलाई यसले घर छोड्न जान्छ अनि यो आफू पनि घर गएर खानासाना खान्छ सामानहरु चाहिँ अलिकति भत्ताभुङ्गै भइरहेछ अहिले चाहिँ किन भन्दाखेरि हामी चाहिँ हतारमा छौँ यस सर अब चाबी लाएर जानु पर्ने हुन्छ गाई ल साथीहरु त्यस्तो धेरै त होइन है अहिले टिक लगाउनु 63 पाउन्ड भनौँ 64 पाउन्ड लगभग हामीले लिएर छौँ होइन 10p ब्याग्स ए 10p ब्याग भनेको 10p ब्यागलाई परेको रहेछ 10p अनि बादशाह राइस 10 केजी यो पनि ल्याइहाल्यो किचन ओइल यो पनि ल्याइहाल्यो किचन ओइल सनफ्लावर ओइल यो सान मिट मसला एउटा अब हामी हेर्नेछौँ है त के के ल्याएर छौँ होइन टोयलेट लास्टै लगाइरहेको छौँ होइन साँच्चै भन्नुभयो तर पनि मलाई चाहिँ फेरि एकदम के चाहिँ लिएर आएछु त भन्दा खुल्दुली लागिहाल्छ होइन आफैले किनेर ल्याएर हुन्छ तर नि हेरिदिनु न एकचोटि के चाहिँ ल्याएर आएछु त मैले एट द इन्डमा होइन 10 केजी सरी 1 केजी खसीको मासु तन्दुरी मसला आई फकिङ पेड फर द तन्दुरी मसला इज इट तन्दुरी मसला एउटा आएछ यो चाहिँ कामको ठाउँको हो होइन म मेरोमा हालेछु होइन उदाहरण हालेँ भित्र हालेँ एउटा यो लिएर आएको छु मैले होइन फकिङ 1 2 यो लिएर आएको छु बिकामा आलु भुजिया मिठो हुन्छ बेसार लिएर आएको छु घरमा बेसार छैन होइन दाल लिएर आएको छु दाल पनि हामीसँग छँदैछ तर अलि छैन इनफ यो दाल पनि लिएर आएको छु 1 महिना 2-3 महिना पुग्छ दाल भुजिया एक्स्ट्रा भयो 2टा लिएर आएको किनकि एउटा मात्रै ल्यायो भने हामी मान्छे कतिजना छौँ घरमा भन्दा 3जना छौँ 3जनालाई पुग्दैन होइन त्यही भएर चाहिँ 2टा लिएर आएको अनि एउटा चिउरा पनि लिएर आएँ मैले होइन चिउरा पनि लिएर आएँ मिट मसला भइहाल्यो
अनि एउटा बिस्कुट लिएर आएँ अनि लिएर आएँ मैले मेन इम्पोर्टेन्ट धनिया र जिराको मिक्स कोरिएन्डर एन्ड क्युमिन पाउडर मिक्स है त ल ई ग्राउन्ड टर्मरिक 400 ग्राम यो भयो गोल्डन सुकारे डेट्स मल्टी भ्याक्युम 1 kg व्हाट इज दिस गोल्डन सुकारे मल्टी भ्याक्युम golden sukare dates oh golden sukare dates means this is एउटा भयो जलपुर धनिया पाउडर यो भयो एउटा हिरा रेड स्प्लिट टेन्डल यो भइहाल्यो यो बिगन आलु भुजिया दुईटा भइहाल्यो ब्रिटानिया बिस्कुट एउटा भइहाल्यो कुकिज 600 इन्डस राइस फ्लेक मेड यो भइहाल्यो सान मिट मसला एउटा भइहाल्यो केटी चम्ला भयो ल ठिक छ सबै भयो हैन र स्पेशली यो मैले लिएर आएको छु दाइ हामी सबले मिलेर खानुपर्ने हुन्छ यो अहिले चाहिँ म फुटाउँदैन किनकि केही खानु मन छैन मलाई हैन त्यही भएर हामी पछि खान्छौँ र मासु लिएर आएको छ 10 केजी खसीको 10 केजी मासु लिएर आएको छ यो बिस्कुट पनि छ बिस्कुट पनि अति मिठो हुन्छ सबैलाई मनपर्छ होला जस्तो लाग्छ हाम्रो घरको मान्छेहरूलाई र स्पेशल खासै त्यस्तो केही छैन अरू भने यस्तै नै हो अनि तेल सेल अब बाँकी लगाउनु त देखाइ नै हाल्यो अब केही सायद ल्याउन बिर्स्या पनि हुनसक्छ मैले यदि बिर्स्या रहेछ भने पनि ठिकै छ यहाँ जे छ त्यहीमै हामी चित्त बुझाउँछौँ र नेक्स्ट टाइम लिएर आउँछौँ किनकि हप्ता पछि जान्छ आलम हैन र यदि छुट्या रहेछ भने नेक्स्ट टाइम पनि ल्याउन मिल्यो नि त र यति भन्दै आजको भ्लगलाई मैले अघि नै एकचोटि इन्ड गरे हो तर फेरि यहाँसम्म अझै पनि हेर्नु भएको छ भने चाहिँ अझै धेरै धन्यवाद भन्न चाहन्छु र खुसी भएर बस्नुहोस् राम्रोसँग बस्नुहोस् है जय नेपाल जय देश है त